यो भिडियो हेरेर बस्नुभएको सबैजनालाई नमस्कार। म रेशम गेवाली। आज हामी शिवरात्रि मनाउनको लागि सुर्खेतको लाटी कोइली गएका थियौं। यहाँ मान्छेहरूको धेरै भिड थियो। शिवरात्रिमा के भयो सम्पूर्ण जानकारीको लागि पुरा भिडियो हेरेर साथ दिनुहोला र YouTube च्यानल सब्स्क्राइब गरेर साथ दिनुहोला। हामी घरबाट बाइकमा हिँडी महाशिवरात्रि मनाउन जाने मानिसहरूको पनि भिड नै लागेको थियो। बिस्तारै हामी पुग्नै लागेका थियौं। मन्दिरको नजिक पुग्नै लाग्दा मानिसहरूको भिड धेरै नै लाग्न थालेको थियो। यहाँ साना ठेला गाडाहरू पनि थियो। धेरै मानिसहरू त्यहाँ नास्ता खाँदै थियो। बिस्तारै हामी मन्दिरको नजिक पुग्नै लाग्दा त्यहाँ नजिक मन्दिरमा पूजा गर्ने धेरै सामग्रीहरू बिक्री गर्ने मानिसहरूको भिड नै थियो। हामीहरूले पनि पूजा पाठको लागि केही शिवको फूलमालाहरू किनेर लग्यौं। मन्दिरको गेट नजिक नै पुग्यौं। त्यहाँ हामी भक्तजनहरूलाई स्वागत गर्न तयारीमा हुनुहुन्थ्यो शिव भगवान। हामी पुग्दासम्म पूजा पाठ गर्नेहरूको धेरै भिड थियो। हेर्नुहोस् भिडियोमा।
दर्शनमा तल्लीन थिए भने कतिपयले यो पवित्र क्षणलाई क्यामेरामा कैद गर्न फोटो र भिडियो खिच्न व्यस्त थिए। शिवको पूजा हिन्दू धर्ममा विशेष महत्त्व राख्छ। शिवलाई विनाशक र सृष्टिकर्ता दुवै रूपमा लिइन्छ। भक्तजनहरू शिवको पूजाबाट विभिन्न लाभ प्राप्त हुने विश्वास गर्छन्। आध्यात्मिक शान्ति। शिवको पूजाले मनलाई शान्त पार्छ र आध्यात्मिक अनुभूति प्रदान गर्छ। सकारात्मक ऊर्जा। पूजाले नकारात्मक विचारहरू हटाएर सकारात्मक ऊर्जा प्रवाह गराउँछ। स्वास्थ्य लाभ। शिवलाई स्वास्थ्य र आरोग्यको देवता मानिन्छ, त्यसैले उहाँको पूजाले रोगबाट मुक्ति मिल्ने विश्वास छ। सफलता र समृद्धि। शिवको आशीर्वादले जीवनमा सफलता, समृद्धि र शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ। पाप मुक्ति। शिवलाई क्षमाको प्रतीक मानिन्छ, त्यसैले उहाँको पूजाले पापबाट मुक्ति मिल्छ भन्ने विश्वास छ। यसरी लाटीकोइली मन्दिरमा शिवरात्रि पर्वको उत्साह र भक्तिमय वातावरणले सबैलाई प्रभावित पारेको थियो।